सिट सिट ल सिट 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 ल सिट सिट ल सिट 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 ल सिट सिट हेलो माइक चेक हेलो हेलो चेक चेक आदरणीय जनसमुदायहरू उज्यालो प्रेमी सम्पूर्ण महानुभावहरूमा यो काठमाडौँको 3 कुनेमा आयोजित बृहत मोटरसाइकल र्यालीमा उपस्थित सम्पूर्ण महानुभावहरूमा धेरै धेरै स्वागत गर्न चाहन्छु। यो देशलाई उज्यालो बनाउनको लागि नेपाली जनताको भविष्यलाई उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टी देशले एउटा विद्रोह देशले एउटा निष्ठ भोगिसकेपछि देशलाई निकास दिनको लागि नयाँ पार्टी वैकल्पिक पार्टीको रूपमा उज्यालो नेपाल पार्टी यहाँहरू समक्ष आइसकेको छ। उज्यालो नेपाल पार्टीलाई स्थापना गरेर देशलाई निकास दिनुको कुनै पनि विकल्प छैन। तसर्थ त्यसै क्रममा उज्यालो नेपाल पार्टीले आज माघ 3 गते 3 कुनेबाट मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरेको हुँदा यहाँहरू उपस्थित भइसक्नु भएको छ र केही अझै पनि यो कार्यक्रममा उपस्थित हुने क्रम जारी छ। धेरै ठाउँहरूबाट विभिन्न समूहमा यहाँ 3 कुनेतर्फ मोटरसाइकल आउने क्रम छ। हामी केही समयपछि यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ। साथीहरू जमघट हुने वातावरण बनिराखेको छ, जमघट भइराखेको छ। केही समय यहाँले धैर्य धारण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दै यता कता हुनुहुन्छ भने छरिएर बस्नुभएको छ भने अब हामी यहाँ कार्यक्रम स्थलतर्फ केन्द्रित हुनको लागि म सबै साथीहरूलाई अनुरोध गर्न चाहन्छु। एउटा देशले विषम परिस्थिति भोगिसकेपछि तत्पश्चात जन्म भएको पार्टी हो, जनताको विद्रोहबाट जन्म भएको पार्टी हो यो उज्यालो नेपाल पार्टी। तसर्थ विगतको मोटरसाइकल र्यालीहरू भन्दा उज्यालो नेपाल पार्टीको मोटरसाइकल र्याली केही अनुशासित हुनुपर्छ। तपाईँ हामी यसमा अनुशासित हुने नै छौँ, पक्कै पनि त्यो विश्वास म यहाँहरू समक्ष पेश गर्न चाहन्छु। र अनावश्यक हर्नहरूको प्रयोग नगरिकन सभ्य सुसंस्कृत ढङ्गले आजको बृहत मोटरसाइकल र्यालीलाई यहाँले भव्य बनाउनु हुनेछ भन्ने विश्वास पनि म यहाँहरू बिच व्यक्त गर्न चाहन्छु। गाडी राखियो सबै र यहाँहरूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, आजको मोटरसाइकल र्यालीलाई सुसभ्य बनाइदिनु हुनका लागि पक्कै पनि हामी सहभागीहरूले त्यसमा ध्यान दिनेछौँ र अनावश्यक हर्नहरूको प्रयोग गर्दैनौँ। एकदमै मोटरसाइकल र्याली कस्तो हुन्छ भन्ने खालको एउटा सभ्य मोटरसाइकल र्याली आज हामी गर्न गइरहेको हुँदाखेरि साथीहरूले अनावश्यक